सन् 2025को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पङ्गेनीलाई काठमाडौँस्थित रसियन दूतावासले सम्मान गरेको छ। बिहिबार दूतावासमा आयोजित रुसी दूतावासले मेडल प्रदान गरी सम्मान गरेको हो। नेपालका 15 वर्षीय विद्यार्थी अनुराग युवा समाजको दरारहरू सुधार गर्नुहोस् शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत 10 देखि 15 वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए। अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवर्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिको लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरूमध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचार विरुद्धको विश्वव्यापी लडाईँमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ। आयोजकको तर्फबाट उपलब्ध मेडल प्रदान गर्दै रुसी दूतावासका मिनिस्टर काउन्सिलर रिन्चेन राशेभले अनुरागलाई आगामी दिनमा पनि सृजनशील भएर अघि बढ्न सुझाव दिए। भ्रष्टाचार विरुद्धको अनुरागले बनाएको पोस्टर विश्वकै युवाहरूका लागि प्रेरणाको स्रोत भएको उनले बताए। रुसी दूतावासका मिडिया कोअर्डिनेटर एलेक्जेन्डर इवाशेभले भ्रष्टाचार विरुद्धको अभियानमा सदैव लाग्न सुझाव दिँदै धन्यवाद ज्ञापन गरे। पुरस्कृत किशोर अनुरागले भ्रष्टाचार विरुद्धको आफूले बनाएको पोस्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको भन्दै अनुरागले पैसा मिसाइएको दाउराले प्रतीकात्मक रूपमा लोभ र बेइमानीको प्रतिनिधित्व गरेको छ। साथै भ्रष्टाचारले युवाहरूको अवसरलाई कसरी खतरामा पार्ने स्पष्ट गर्दै आशाको सन्देश प्रदान गरेको उनले बताए।